हेलो एभ्रिवान नमस्ते आई एम रबिन एन्ड वेलकम टु माई ब्लग। आज चाहिँ म रेडी हुँदैछु गणेश बुढी देखाउँदै। कहाँ भन्दाखेरि चाहिँ चटपट खान जाँदैछु। अलिकति त्यो हिजो अलिकति ह्याङओभर भएको हो कि जस्तो भएको कारणले गर्दाखेरि चाहिँ आज चट लाएर चाहिँ चटपट खानको लागि रेडी हुँदैछु। टाइम हेरेको 5:02 गइसकेको रहेछ। आज त लाउन निकै बेर सुतेछ। मनमा सोच्दै सोच्दै ल त छोरो हिँड्यो चटपट खान। वरिपरि हेरे हो कस्तो चिसो मौसममा त्यहाँ पर चाहिँ चटपट आइपुग्यो है। यहीँ हो हाम्रो भैयाको चाहिँ सुपर मिठो चटपट बनाउने। हाम्रो यो भैयासँग लगभग चटपट खान थाले पनि धेरै वर्ष भइसक्यो। हुन त एभ्रिडे चटपट खानु चाहिँ हुँदैन है साथीहरू। त्यही पनि यसो ह्याङओभर हुँदाखेरि अल्छी लागेको बेलामा चाहिँ यसो चट्ट लाएर खानुपर्छ। हाम्रो भैया ब्रदरले चाहिँ अब चट्ट लाएर चाहिँ यहाँ चटपटी बनाइरहनु भएको छ। उयो चाहिँ प्याक गरिसक्नु भएको छ। अब यो देख्ने बित्तिकै कतिजनालाई चाहिँ खाउँ खाउँ लाग्यो, कतिजनाको मुखमा चाहिँ पानी आयो। म चाहिँ लेफ्ट राइट गर्दै टुई त्यो घरतिर एन्ड घरमा चाहिँ आनन्दले बसेर खान निकै मजा आउँछ है। ल म घर आइपुगिसकेँ साथीहरू। अब चाहिँ म भित्र पसेर खाएँ। मैले हालिहालेँ चटपटी हो होइन। कतिजनाको मुखमा पानी आयो होला मलाई थाहा छैन, तर जे होस् मेरो पेट चाहिँ नदुखोस् प्लिज। ल खाएँ है त। खाए ल। आइएम स्योर द्याट तपाईँहरूको मुखमा चाहिँ पानी आयो नै होला है। मलाई आफूलाई त यो के अरे रेकर्ड भोइस ओभर गर्दाखेरि त आफूलाई फेरि पनि पानी आइसक्यो। धेरै पछि खाएको एकदम मिठो भयो, मजा भयो। अनि तपाईँहरू कहाँबाट हेर्दै हुनुहुन्छ सो सम लभ, थ्याङ्क यू भेरी मच। हुन त मैले भ्लगिङ गर्न थालेको भर्खर मात्र हो। तपाईँहरूको साथ र सपोर्ट चाहिँ डेफिनेटली चाहिन्छ सबैजना साथीहरू। अनि तपाईँहरू चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ मिल्छ भने लेखिदिनुहोस्। अनि कसैले चाहिँ अब सब्सक्राइब गर्नु भएको छैन भने मेरो युट्युब च्यानललाई पनि सब्सक्राइब गर्नु होला। निकै मिठो छ। ल हेर्नुहोस् न मैले कति छिटो खाइरहेको छु। लगभग 100 रुपियाँ भनेपछि 50 रुपियाँको चटपटी र 50 रुपियाँको पानीपुरीले चाहिँ आनन्द बेलुका भात खानु पर्यो। सुरु पानी मैले पानीपुरीको पानी